हेलो हजुर नमस्कार सबैजनालाई। आज चाहिँ हामी पैदल मार्गदेखि चाहिँ हाम्रो नजिकैको बजारमा जाँदैछौँ। बजारमा जाँदै गर्दा यो साइकल यात्रीहरूले यात्रा गर्न मिल्ने खालको बाटो बनाएको छ। उता चाहिँ साथीभाइहरू हुनुहुन्छ, उता चाहिँ हामी हिँडेर बजारसम्म पुग्दैछौँ। उता पारिदेखि नै चाहिँ हाम्रो कम्पनी छेउको अरू कम्पनीहरू भए। यो चाहिँ हाम्रो बनाइएको खोला हो, समुद्र चाहिँ होइन, खोला चाहिँ हो। यसरी चाहिँ बनाएको भएर चाहिँ समथर भागलाई चाहिँ बनाएको भएर चाहिँ यसरी एउटै लेभलमा पानी फैलिएको देखिन्छ। यता माथि चाहिँ एउटा रेल कुद्ने लिगहरू छ। यो चाहिँ समुद्र माथिबाट बनाइएको साइकलका लागि बनाइएको पुल भयो। तल चाहिँ पानीको छालहरू हिजो र आज चाहिँ -8-10 डिग्री भएको कारणले उता त्यहाँ माथि भित्तामा देख्न सक्नुहुन्छ पुरै आइस छ, सोचाइ छ। यो चाहिँ गयो रेलको। यो धेरै वर्ष टिक्दो छ यस्तो। यो मुनि के होला भन्दा के हो यो हेर्दा त्यो धुपी सल्लाह हुँदैन, सल्लाह हुँदैन, सल्लाह त्यो सल्लाह चाहिँ माइन्ड ब्रेक गर्नु गर्मीमा यहाँ आउँदा गर्मीमा त यहाँ आउनुपर्छ।